यहाँहरू सम्पूर्णलाई निङ्ग्रो देखाउँदै सबैजनामा नमस्कार भन्न चाहे। आजको यात्रा चाहिँ हाम्रो यसरी सुरुवात हुन्छ। हाम्रो देवर बाबु पनि हामीसँगै जाने भनेर लुकुर लुकुर आइसक्नु भएको छ। हाम्रो यात्रा चाहिँ कहाँसम्मको होला भनेर म अन्तिममा भन्ने छु। हाम्रो यो हरियाली डाँडाकाँडा अनि चिसो हावा कलकल बग्ने खोला स्वच्छ आकाशको मुनि चाहिँ हामी घुमफेर गर्दा चाहिँ बेग्लै आनन्द आइरहेको थियो। प्रकृतिको सुन्दरता हेर्दै नयाँ ठाउँको अनुभव लिँदै र आफ्ना प्रियजनहरूसँग रमाउनुको क्षण झन् अस्मरणीय हुन्छ के। तर हामीहरू त यहाँ त्यो रमाउनु मात्रै उद्देश्य थिएन। हाम्रो त यहाँ तरकारी टिपिरहेको थियौँ, अर्ग्यानिक सिस्नुहरू अनि निङ्ग्रोहरू यस्तै राम्रो राम्रो तरकारीहरू टिपेर। अनि बाबु हुनुहुन्थ्यो त्यहाँ, अनि सरजी हुनुहुन्थ्यो। अनि यसरी रमाइलो गर्दै आजको यात्रा चाहिँ निङ्गुरो टिप्दै अनि यसरी झरीमा भिज्दै प्रकृतिको काखमा रमाउँदै बित्यो। अनि तपाईँहरूको दिन चाहिँ कसरी बित्यो कमेन्ट गर्न चाहिँ नभुल्नु होला भन्दै हामी चाहिँ यसरी बिहान तरकारी टिप्न निङ्गुरो टिप्न गएको थियौँ। निङ्गुरो र सिस्नो, फेरि निङ्गुरो मात्रै होइन निङ्गुरो र सिस्नो टिपेर यसरी घर फर्क्यौँ। गाइस तपाईँहरूको दिन चाहिँ आज कसरी बित्यो भन्दै बाई बाई भन्न चाहन्छु। बाई बाई। मेरो हाँसो चाहिँ बबाल छ नि फेरि।